आज कुरा गरौँ हामीले मेन पावर जुन नेपालको आधिकारिक मेन पावरहरू छ होइन। मेन पावरमा मान्छेले वर्ष नै महिनामा लाखौँ मान्छेहरू विदेश गइरहेछ। देशमा रोजगारी छैन होइन, रोजगारी कुनै पनि छैन, आइसो त कुनै विकल्प छैन। कमाइ खाने कि इन्डिया जाने हामीले कि विदेश जाने, गल्फ कन्ट्री युरोप कन्ट्री कुनै जाने होइन। त्यस्तो धेरैजनाहरूले होइन, धेरै हाम्रो देशमा कन्सल्टेन्सीहरू मेन पावरहरू एजेन्टहरू यस्तो खोलेर राखिरहेछ होइन। अब धेरै ठगी धन्दा भइरहेछ क्या यहाँ। ठगी धन्दा भइरहेछ मतलब त्यसलाई हामीले नियन्त्रण कसरी गर्ने, ठगी धन्दालाई नियन्त्रण कसरी गर्ने होइन। कुनै न कुनै एक आध त पक्रिरहेछ होइन, लाखौँ करोडौँको धन्दामा एक आध कुनै पक्रिरहेछ, त्यो कुनै सामान्य हो, त्यो नर्मली हो। कुनै कुनै मान्छेहरूले आफ्नो त्यो धारणाहरू भन्न सक्दैन, कुनै आफ्नो पीडित पक्षले आफ्नो धारणाहरू व्यक्त गर्न सक्दैन। किनभने जाने बेला यस्तो हुन्छ कि 2-3 लाख 4 लाख लागेको हुन्छ होइन। त्यो भन्यो भने भोलि मलाई यहाँबाट रोक्छ अनि विदेश जान पाउँदैन होइन, विदेश पनि जान पाउँदैन। प्लस उसको त्यो पैसा 3 लाख 4 लाख रुपियाँ डुब्ने भयो, प्लस त्यसले फेरि कारबाही गर्ने भयो। त्यो एजेन्टले यस्तो यस्तो गरिदिएको हो, मैले यसलाई यस्तो गरेको भने त्यो एजेन्टले उल्टा त्यसलाई प्रेसर दिएर होइन, जे गरेर त्यसरी गरेर कारबाही गर्ने भयो। त्यही भएर पीडित पक्षले उजुरी गर्न मान्दैन। तर यस्तो काण्डहरू धेरै छ नेपालमा। मेन पावर भनेपछि अब मेन पावर ठिक छ, पैसा सीमित तोक्दिउँ होइन, त्यसलाई तोके बापत ठिकै छ। सरकारले जति तोकेछ होइन, 10,000 8,000 जति पनि तोकेछ त्यसलाई होइन। एउटा व्यक्ति मार्फत 10,000 लिने अनि कति हजार लिने भन्ने 10,000 20,000 होइन, जो आई थिङ्क समथिङ जति पनि होस् होइन। यसमा हामीले ऊ गर्ने हामीले उही छैन, फिक्स तोकेको छ, ठिक छ, त्यो पनि राम्रो छ, गुड छ। म यसलाई कुनै केही गल्त भन्दैन। अनि जुन मेन पावरले यो दलाल छ नि, एजेन्ट, थर्ड पर्सन, मेन यहाँ ठगिरहेछ क्या। मेन पावर आफ्नो ठाउँमा ओके छ, त्यसको गल्ती छैन। मेन पावरमा सब कुनै काहीँ होला, नत्र एक आधा मेन पावर त्यस्तो लुट्ने पुट्ने होइन, एक आधा होइन, 50-50 हुनसक्छ त्यस्तो लुट्नेहरू। तर यसमा छ नि, सरकारले यो कुन चिजमा ध्यान दिनुपर्छ भनेपछि थर्ड पर्सन राख्छ नि, थर्ड पर्सन फोर्थ पर्सन होइन। ल नेपालमा यस्तो चालाकी गरिरहेछ, यस्तो चालाकी गरिरहेछ मेन पावरहरूले भनेपछि उनीहरूले के गर्ने, दले राख्ने क्या, एजेन्ट राख्ने। तिनीहरूले एजेन्ट मान्छे खोजेर ल्याउँछ होइन। उनीहरूले फलानाको मान्छे, किन डाइरेक्ट मेन पावरलाई गाह्रो हुन्छ। डाइरेक्ट मान्छे मेन पावरबाट लियो भने 90,000 2 लाख 3 लाख लियो भने मेन पावरलाई गाह्रो हुने भयो। मेन पावर त्यसैको नाममा आउने भयो, प्लस दलले पैसा लिने भयो। अनि त्यसलाई कति कन्सेक्सन मेन पावरलाई उसले दिन्छ अनि उसले कति खाने भनेर वैसरी यिनीहरू मिलोगतमा काम गरिरहेछ क्या यहाँ। त्यही भएर 3 लाख 4 लाख परिरहेछ क्या। त्यो नेपाल सरकारले यो कुरा ध्यान जाओस् कि होइन, भ्रष्टाचार त अब एउटा यो पनि मेन पावर पनि मेन मुद्दा हो, यसमा पनि बुझ्नुपर्छ। हामीले कुनै नेमहरूमा चेन्जेस ल्याउनुपर्छ होइन। नेमहरूमा के चेन्जेस ल्याउने भनेपछि मेरो विचारले होइन, म भन्दै आइरहेको छु प्रत्येक कमेन्टदेखि लिएर पोस्टदेखि लिएर भिडियोदेखि चाहिँ कसरी हुन्छ होइन। जवाब यो मेरो भिडियो पुरै धेरै होइन भाइरल गरेर होइन, सेयर गरेर यो हामी भ्रष्टाचार वैदेशिक रोजगार विभागलाई जसरी पनि पुगोस् भन्ने म चाहन्छु कि मेरो धारणा यो छ कि हामी भोलिको दिनमा म खुदै 17 वर्ष 18 वर्ष मेरो रेकर्ड हेर्नु होइन, म मेरो गाउँमा यदि त बुझ्नु सक्नुहुन्छ, म 17-18 वर्ष विदेशमा खटेर आएको मान्छे हो होइन। विदेशमा पीडा के हुन्छ कस्तो हुन्छ भन्ने कुराहरू होइन। त्यही भएर म आफ्नो भोगेको कुराहरूलाई भनिराखेको छु। अनि त्यहाँ लास्ट टाइम ठगेको हुन्छ क्या मान्छेहरूले, 3 लाख 4 लाख ठगेको हुन्छ, त्यसलाई कति गाह्रो हुन्छ होइन। त्यही भएर एउटा मेन पावरलाई सरकारले वैदेशिक रोजगारले के गर्नु उचित छ भने नेममा चेन्जेस ल्याउनुपर्छ कि। कानुन ठिक छ, सबैको ठिक छ, के चेन्ज ल्याउनु भनेपछि हामीले जस्तै दललाई त कारवाही गर्नुपर्छ, त्यसलाई त छोड्नु हुँदैन। दलै भन्दा पनि जुन मेन पावर छ, मेन पावरको नाम समावेश गरेको हुन्छ, त्यो मेन पावरलाई नै टोक्नुपर्छ क्या। त्यो जसरी त्यसले एकजना मार्फत 20,000 10,000 जति पनि मेन पावरले खान्छ, त्यस्तो हजारौँ लाखौँ मान्छे पठाएको हुन्छ क्या मेन पावरले। त्यसको रिकर्ड हेर्नु, त्यसले करोडौँ रुपियाँ कमाइसकेको हुन्छ क्या, करोडौँ अरबौँ होइन पैसा कमाइसकेको हुन्छ। त्यसलाई 20 लाख 30 लाख जरुना दिउँ न, जब यदि कारवाहीमा पर्छ भने त्यो मेन पावर त्यसलाई 20 लाख 30 लाख जरुना लगाउन। कम्तीमा एक
कम्प्लेन आउँछ जति धेरै, अब जति कम्प्लेन आयो भने त्यसको थप्दै प्लस प्लस गर्दै गर्ने हो। मिनिमम एक जस्तै पहिले एकजनालाई पठाए त्यसको मार्फत त्यसलाई कति 20 देखि 50 लाख जरिवाना लगाउने, अनि अन्य व्यक्ति तोकेछ भने त्यसको बढ्दै जान्छ फेरि त्यसलाई त्यत्रो अरबौँ खरबौँ रुपियाँ गरिरहेछ हो। त्यसरी नियम लगाउने भने त्यो सतर्क रहन्छ। त्यसले तिरेको मतलब त्यो न्युजहरू अर्को सुन त फलानुले यस्तो गर्यो, त्यो अर्को अरू मेन पावरले यस्तो गर्न पाउँदैन। ठगी धन्दा कहाँ भएर यो थर्ड पर्सनमा धन्दा, जुन मेन पावरले दलाल राख्छ डाइरेक्ट पठाउने भए पठाउन सक्छ भने पठाउन दिनु ठिक छ। यदि डाइरेक्ट पठाउन सक्दैन दलेहरू राखेर होइन भ्रष्टाचार गर्छ, पैसा धेरै लुट्ने, ठगी धन्दा गर्ने, कम कुरा मिलाएर कम सेलेरीमा पठाउने, जो सरकारको नियम छ रुल छ त्योभन्दा विरुद्ध गएर त्यो एजेन्टसित कुरा गरेर हो त्यसरी मिलाउने सेटिङमा पठाउने, त्यसलाई कन्ट्रोल गर्नुपर्छ। कुन कुन भिसामा त्यो हामीले पठाउन मिल्छ हो त्यसरी गर्ने, बल्ल यसमा केही विकास हुन्छ क्या सहजीकरण। किनभने यसमा मेन अहिले पोइन्ट भनेको मान्छेहरू डिप्रेसनमा जाने, टेन्सन हुने, डिप्रेसन हुने, मान्छेलाई परिवारको बिछोड हुने होइन, झगडा हुने मेन कारण भनेको यो मेन पावर, यो पनि एक प्रमुख कारण हो क्या। त्यही भएर साथीहरू म भन्छु कि विदेश खाडी कन्ट्री भनेको नर्मल कन्ट्री हो यार, सबभन्दा लो क्याटेगोरी भनेको खाडी कन्ट्री हो। युरोप कन्ट्रीको पनि समथिङ, जापानको पनि कति पैसा लिइरहेछ होइन, 14 लाख 15 लाख परिरहेछ। त्यसलाई नि युरोप कन्ट्रीमा त अब पैसा पनि छ नि त। अब हाम्रो यहाँ 30,000 40,000 पर्दैन, यसमा हामीले 3 लाख 4 लाख रुपियाँ तिर्नुपर्छ, प्लस घर खर्च हुन्छ। बुझ्नुपर्ने कुरा हो नि त सरकारले यार, न कुनै सहुलियत दिन्छ पछि पनि केही भयो भने मान्छे बिचरा बेरोजगार हुन्छ। अनि घरमा कसैको अब हाम्रो त अहिले कन्डिसन ठिक छ भनौँ, कसैको बिचरा विदेशमा कमाउँदै कमाउँदै पैसा पठाइसकेको हुँदैन, बुढी भागेको हुन्छ होइन, धेरै न्युजहरू यस्तो घटनाहरू पनि भइराखेको हुन्छ क्या। त्यही भएर भन्छु कि यसलाई हामीले जस्तो सधैँ नियन्त्रण गर्नु, नियमहरूमा चेन्जेस ल्याउनुपर्छ जसरी पनि होइन, चेन्जेस ल्याउनु जरुरी जस्तो लाग्छ मलाई। हजुरहरूले कमेन्टमा भन्नु होला। यो जसरी पनि वैदेशिक रोजगार विभागको त्यहाँ पुगाइदिनु होला जसरी भए पनि। म देशलाई सुधार भएको हेर्न चाहन्छु होइन, नेपालमा विकास होस्, सुधार होस्, केही न केही गरोस् भन्न चाहन्छु। त्यही भएर यो भिडियो बनाएको हो। मैले खास सिद्धान्त भनेको म आफ्नो देशमा होइन जहाँसम्म पनि कसरी सुधार ल्याओस् भन्ने पनि सोसियल मिडियाबाट किन नहोस्, स्पोर्टदेखि हो किन नहोस्, राजनीतिकदेखि पोलिटिक्सदेखि नि होस्, कुनै ठाउँमा पनि कुनै सबै क्षेत्रमा विकास हुन्छ भने जसरी कुनै सकौँ हामी पार्टीमा छिर्नु नसकोस्, हामी सोसियल मिडिया मार्फत पनि नेपाललाई सुधार गर्न चाहने हो कि हामीले। सोसियल मिडियाबाट पनि कसरी सजाव सुल्लाह अनि आफ्नो देशलाई कसरी अगाडि बढ्ने यस्तो टिप्सहरू आफ्नो जानेका भोगेका नलेजहरू यसो दिइराख्ने हाम्रो सिद्धान्त हो कि।